के भन्नु थियो अवसर भन्नुस् न। एउटा कुरामा वरिष्ठ नेता पनि हुनुभएको हो। पार्टीलाई हामीले विशाल बनाएका छौं। पार्टीका रूपमा रासोपा फैलिँदो क्रममा गएको छ र मुलुकको आवश्यकता अनुसार नयाँ शक्तिहरू एक ठाउँमा आउनुपर्ने कुरामा हामी लामो समयदेखि कुराकानी गर्दै आएका थियौं। तपाईँ सञ्चारकर्मीहरूलाई पनि थाहा छ। त्यसै अन्तर्गत यसलाई चाहिँ निरन्तरता दिने क्रममा हामी प्रतिबद्ध भएर आफ्नो प्रतिबद्धताप्रति कायम रहेर यसलाई अगाडि बढाएका छौं। मलाई विश्वास छ यसले एउटा नयाँ बाटोमा लिएर जान्छ। यो मुलुकलाई निकास दिने क्रममा हामीले पार्टीबाट यो क्रमलाई सुरुवात गरेका छौं। यो प्रक्रिया नै हो। आजदेखि औपचारिक रूपमा भागबण्डा सुरु भयो रासोपामा भन्ने प्रश्नहरू उठ्न थालेका छन्। यसलाई कसरी खण्डन गर्नुहुन्छ? भर्खरै सुनेको प्रश्नकै खण्डन गरेर प्रश्न उठेको मलाई थाहा छैन। थाहा पाएपछि भन्नुला। भागबण्डा त भयो नि त। आज यो टिमबाट यो भयो भन्ने कुरा त आयो नि। त्यसलाई भागबण्डा भनिँदैन, जिम्मेवारी बाँडफाँड भनिन्छ। हामीले जिम्मेवारी बाँडफाँड गरेका छौं। भागबण्डा सबै केन्द्रीय सदस्य हुनुभएको छ, छैन भएको छैन। अब औपचारिक रूपमा बालेन्द्र शाहलाई यो पार्टी कार्यालयमा कहिले स्वागत गर्नुहुन्छ? के छ कुरा? सल्लाह गर्छौं नि, चाँडै देख्नुहुन्छ।